हेलो एभ्रिवान, वेलकम टु माई क्यालिस्थेनिक्स जर्नी। आज चाहिँ मेरो लेग डे भएको कारणले आज म लेग हान्छु। इन्जुरीको धेरै ग्याप पछि आज चाहिँ म फर्स्ट टाइम वेटले लेग ट्रेन हान्ने कोसिस गर्नेछु। सुरुमा मैले मेरो लेगलाई मजाले स्ट्रेच हाने र स्क्वाटबाट सुरु गर्न थाले। यो चाहिँ मेरो 3 महिनाको ग्याप पछि फर्स्ट स्क्वाट हो। तो म फेरि रिक्स लिन चाहदिन, त्यसैले साइडमा 10 को प्लेट हालेर 12 रेप्स गरे। अनि स्क्वाट सकेर मैले 100 केजीले लेग प्रेस गरे। रिकभरी अझै पनि मजाले भएको छैन, सो म अहिले नै ह्याप्पी वेट उचाल्दिन। ग्याप पछि फर्स्ट टाइम मैले वेटले लेग ट्रेन गरेको कारणले मैले लेगलाई धेरै प्रेसर दिइन, त्यसैले 2टा मात्रै एक्सर्साइज हाने। यो चाहिँ बक्सिङ ह्यान्ड र्याप मैले मगाएको थिएँ कार्डियोको लागि बक्सिङ गर्छु भनेर, तर बान्नै लास्टै गाह्रो हुँदो रहेछ। आधी घण्टाको मिहिनेतपछि बल्ल तल्ल बानिसके। कार्डियोको लागि लास्ट एक्सर्साइज मैले एकछिन बक्सिङ गरेँ। यो महिनाको अन्तिममा 1K फलोवर्स पुगाउने टार्गेट छ, सो सपोर्ट गरिदिनु होला। आजको लागि यति नै। सी यू इन नेक्स्ट भिडियो एन्ड थ्याङ्क यू।